घरमा सत्यनारायणको पूजा गर्न लगाएको आमाले घरको लागेको छ काम्रो बस्छ भनेर चाहिँ कुल पूजा पनि गरेको ग्रह पनि बनाएको तर पनि अब के चाहिँ खोज्न बाँकी छ बोल्न पाऊँ अनि यस्तै हजुरलाई प्रत्यक्ष देख्न पाऊँ अनि हजुरको कथा सुनेपछि मलाई धेरै अपडेट हुन थाले नेपालमा के छ मान्छेको मनहरू बुझ्न थाले मान्छेलाई बाहिर हेर्नुभन्दा पनि भित्र मनमा बुझ्दाखेरि चाहिँ छुट्टै काइन्डनेस आउँछ क्या मान्छेमा अनि जज गरिन झ्याप्प बाहिर हेरेर मात्रै भित्र मन कस्तो छ अनि कति दुःख भइरहेको होला जीवनमा भनेर एनालाइज पनि गरिन्छ नि त अनि मैले हजुरको कथाहरू त धेरै खालको हुन्छ धेरै मोस्टली स्याड स्टोरिजहरू नै हुन्छ एकछिनलाई मैले अलिकति रोकेँ दाउनाले अलिकति शान्त राखिदिनुहुन्छ बच्चा सामने प्रायः जसो मनभित्रको व्यथाहरू कथाहरू नै हुन्छ अनि हजुरलाई अब नेपालमा सबैभन्दा ठुलो समस्या चाहिँ के हो जस्तो लाग्छ युथहरूमा स्पेसली अफकोर्स अनइम्प्लोइमेन्ट अनि विदेश जानु रोजगार नहुनु त्यो त भइहाल्यो होइन त्यो त अब तर हजुरले त्योभन्दा अरू खालको समस्याहरू पनि देख्नु भएको छ हजुरले चाहिँ खास समस्या हजुरको पर्सपेक्टिभबाट जान मन लागेको मलाई मेरो सुप्रिमा म एउटा कुरा के क्लियर गर्न चाहन्छु भने म विद्वान होइन र ममा त्यति विद्वता पनि छैन म अल्पज्ञानी हो एकदम ज्ञान नभएको मान्छे हो तर अनुभूतिको आधारमा मैले जति पनि कथाहरू पब्लिस गरेँ 2025 कतिवटा कथाहरू मेरो युट्युबमा पब्लिस छ त्यसको आधारमा मानिसहरूको अनुभूति कस्तो हुन्छ भन्ने कुरा चाहिँ मैले थोरै जान्न पाएको भएर मैले त्यही कुराहरू चाहिँ आफ्नो कथाहरूमा भन्छु तपाईँले भन्नुभएको चाहिँ इमर्जिङ च्यालेन्जेसहरू युथमा के हो भन्नुभयो है हामीलाई लागेला बेरोजगारी भन्नुला कसैले भन्नु होला अनएजुकेसन भन्नुला होइन अथवा अपर्च्युनिटीको कमी होला भनेर मैले त्योभन्दा ठुलो थ्रेट देखिरहेको छु मैले त्योभन्दा ठुलो थ्रेट के देखेँ म कथामै भन्छु है त यहाँलाई कति सहज बनाइदियो प्रविधिले ढाक्नेहरूका लागि कति सहज बनाइदियो प्रविधिले ढाक्नेहरूको लागि हामी घरमै हुन्छ 5 मिनट बाटोमा आइसक्यो हुन्छ नि शान्ति ढाँटा पनि हामी प्रविधि कति सजिलो बनाइदियो कति सहज बनाइदियो प्रविधिले ढाक्नेहरूका लागि अझै सहज बनाइदियो मनमुटु साट्नेहरूका लागि कति सहज बनाइदियो प्रविधिले ढाक्नेहरूका लागि अझै सहज बनाइदियो मनमुटु साट्नेहरूका लागि हिजो घरको झ्याल आज फेसबुकको पोस्ट अनि इन्स्टाको वाल बहुत सजिलो बनाइदियो कुरा काट्नेहरूका लागि तपाईँहरूले कमेन्ट हेर्नुभयो भने कुनै पनि इन्स्टाग्राम टिकटकको कमेन्ट हेर्नुहोस् त त्यो कमेन्टमा अधिकांश कमेन्टहरू हामीले आफ्नो परिवारसँग बसेर पढ्न सक्ने खालि हुँदैन राइट अनि हामी के भन्छौँ मैले लेखेँ हो र भन्छौँ तर एज लङ एज वी इन्जोय द्याट कमेन्ट हामी पनि त्यसको भागीदारी हौँ है नेपालमा 18 जनाभन्दा बढीले चाहिँ सुसाइड गरिसक्नु भएको छ विगत साइबर बुलिङ होइन यस्तो ठुलो 1 वर्षमा त डाटामा यति धेरै थ्रेट छ कि साइबर बुलिङको अनि मान्छेहरूको मेन्टल हेल्थ डिग्रेड हुँदैछ अब सबैभन्दा ठुलो थ्रेट भनिदिउँ पहिला चिरहरण गरेको हामीलाई थाहा छ नि महाभारतमा होइन चिरहरण गर्दाखेरि हामीले टेलिभिजनमा दृश्य हेर्दाखेरि के भन्थ्यौँ ओहो दुशासनलाई त मार्नुपर्ने भन्थ्यौँ नि होइन हामीले भिलेन पात्रको हेर्थ्यौँ दुशासनलाई दुर्योधनलाई कौरवलाई अहिले हाम्रो अगाडि पछाडि सबै दुशासन छ हामीले डिजिटल चिरहरण गरेर छौँ टेलिभिजनमा राइट सो हामी कलियुगको राक्षसहरू भइरहेको छैनौँ यदि इतिहासले हामीलाई सम्झ्यो भने पढे लेखेको मूर्ख बस्ने इतिहास भन्छ किन सबै साक्षर छौँ लिटरेट छौँ सबैलाई मोबाइल चलाउन आउँछ मोबाइल चलाउनलाई त कमेन्ट गर्ने हेर त्यस्तो साक्षरहरूले लेखेको कमेन्टहरू हेर्नुपर्छ है एकचोटि एउटा विवाह हुँदै थियो त्यो विवाहमा पण्डितले जब त्यो सिप लाउने बेला बरमाला लाउने बेलामा के भन्यो भने अब विवाह हुँदैछ अब उपरान्त कसैले केही भन्न पाउँदैन
यदि केही भन्नु छ भने अहिले नै भन्नुहोस् है। त्यस्तै भिड थियो, परबाट एउटा महिलाले हात उठाएँ अनि अगाडि आउनु थाल्यो बच्चा बोकेर। त्यहाँ त टेन्सनको माहौल भयो। अनि त्यस पछाडि दुलैको पक्षले चाहिँ आँखा ठुल्ठुलो बारे त्यसरी बच्चा बोकेर हतासिँदै मलाई यस्तो हात उठाउँदै आएको त्यो लेडिज देखेर अनि त्यो दुलैले एक झापबाट दुलालाई हान्यो। त्यसपछि चर्ती बिछाना कुटाकुट भयो, त्यो माहौल खराब भयो। त्यो अगाडि आइसके पछाडि चाहिँ त्यो लेडिज जस्तो बच्चा बोकिरहेको छ उसलाई पण्डितले प्रश्न गरेछ, तपाईँले के भन्नुहोस् त अहिले खुलस्त भन्नुहोस्। पण्डितजी मैले परबाट बोला नसुनेर अगाडि आएको हो। आखिर भएको केही पनि थिएन। त्यस कारणले हामी यथार्थ नबुझिकन म संसारको सबैभन्दा सुन्दर पक्षी हुँ, तर तपाईँलाई देखेपछि मेरो भ्रम तोडियो। कस्तो अनुभूति हुन्छ यति सुन्दर हुँदाखेरि भनेर। राजहंसले के जवाफ दिएछ भने, तिमीलाई लाग्यो म सुन्दर छु भनेर, म त सेतो रङको छु, तिम्रो कहिले सुगा दिएको छौ, सुगा दुई रङको हुन्छ दुई रङको चुसोमा चिया बन्छ ब्याकग्राउन्ड म्युजिक बजेर आन्टी चिया बन्छ। मैले चिया पसलको आन्टीलाई सोध्नु, एउटा ब्ल्याक टी गरिदिनुहोस् न। हुन्छ बाबु बस्दै गर्नुहोस् है। अनि सुन्नुहोस् न आन्टी, यहाँ चुरोट पनि पाइन्छ। हामी चुरोट बेच्दैनौँ नि बाबु, तिमी जस्तै जवान केटाहरू आफ्नो छोरा जस्तो लाग्छ अनि आफ्नो छोराहरूले चुरोट पिएको कसरी हेर्न सक्छु र। म छक्क परेँ, काठमाडौँको अधिकांश पसलहरूमा चुरोट पाइन्छ, त्यसमाथि चिया बसमा चुरोट राखेन भने पसल नै चल्दैन या त बेच्ने गरेकै छैन भन्दा मसँग माने। बाबु खाने भए त्यो तल्लो पसलमा पाउँछ भनेर मलाई पसल देखाइदिन्छ। घरबाट केही टाढा भएको कारणले फेरि घरको यादले नसताउने कुरो नै भएन। मैले चुरोट नखाने अनि चिया मात्र पिउने निर्णय गरेँ। आन्टीले मेरो टेबल अगाडि चिया राखिदिनु भयो र बोल्न लाग्नुभयो। कर्सामा रोपेको छ सानो धन्यको मुठा पार्दै, तिमी जस्तै जवान छोरा छु। कुलतमा फस्यो पहिला चुरोट, चुराबाट गाँजा अनि गाँजाबाट केमा पस्न थाल्यो। एकमै छोरो नखा भनेर धेरै सम्झाइ बुझाइ गऱ्यौँ। रिसाउला भनेर डर पनि लाग्ने, माया पनि लाग्ने। उसका हरेक चाहनाहरू पुरा गर्दै जान थाल्यौँ। हुर्काउँदै गयो, उसले मन चाहेको कुराहरू गर्यो। अनि आन्टी अहिले उसले चुरोटहरू खान छोड्यो कि अझै पनि खान्छ? मैले चियाको ग्लास अगाडि बढाउँदैछु। अहिले त उसले चाहेर पनि खान सक्दैन बाबु, अनि हामीले पनि नखा बाबु भनेर भन्न पनि सक्दैन। मम्मी ढोका खोल्नु न भन्छ कि जस्तो लाग्छ। यो फोनमा फोन गरेर उनले आज म साथीमा बस्छु है भन्छ कि जस्तो लाग्छ। साँझ झुकिएर उसको लागि पनि कहिलेकाहीँ एक भाग खान पढी बसाल्छु। म केही बोल्नै सकिनँ, चिया मात्र पिइरहेँ। यतिकैमा आन्टी बोल्नुभयो, यहाँ आउने 15-20 जना चुरोट छोडिसके बाबु। यति भन्दै धनियाँका मुठा पखालमा भित्र छिर्नु भयो। धनियाँका मुठा पखालमा भित्र छिर्नु भयो कि छोराका यादले भिजेको आँसु पछालमा भित्र छिर्नु भयो। मैले पत्तो पाउनै सकिनँ।